ट्र्याक्टरमा भएको माटोहरू त छोपेर लानुपर्ने होइन र? यसरी चाहिँ नहिँड्नु पर्ने हो खासमा है। हेलो गाइज, सबैजना सन्चै राम्रै हुन्छ होला है। म पनि सन्चै राम्रै छु। ट्र्याक्टरमा भएको माटोहरू त छोपेर लानुपर्ने होइन र? त्यो त पालले छोपेर लानुपर्नेमा चाहिँ किन यस्तो लगेको होला? त्यही पनि अहिले सुक्खा सिजन छ नि त, लास्टै धुलो जो उठेन त्यहाँबाट। के हो तिरुपल हिँडिरहेछ त नि? यसरी चाहिँ नहिँड्नु पर्ने हो खासमा है। यहाँ छ तर बिचको फुचे हो जस्तो लाग्यो मलाई चाहिँ। यहाँ चाहिँ तर शरीर चाहिँ ठुलै रहेछ है। के गरी हिँड्छ आई डोन्ट नो। ल आज किन इटरी बजार शान्त शान्त जस्तो लागिरहेछ हौ मलाई चाहिँ। जहिले यही हो क्या जाम पर्ने भनेको। यो छ नि यो ढुङ्गाहरू। रोड है। म चाहिँ अहिले ठ्याक्कै चोकैमा छु होइन। यो डिस्प्ले क्या दामी देखेर क्या। जे होस् सिद्धार्थ ब्याङ्कको पनि आयो एड। तर त्यहाँ माथि एउटा ठुलो लाइट हाल्दा क्या दामी देखिन्थ्यो होला। अँध्यारो छ खासै के बनाउनु होइन। झपक्कै अँध्यारो पर्यो नि त। What are you doing, bro?
यहाँ चाहिँ हाम्रो मन्दिर होइन, गाउँको मन्दिर। हिजो रामनवमी थियो नि त, अनि 24 घन्टे पूजा हुन्छ क्या यहाँ। अनि आज सकिएको। हस् त आजलाई यति नै होइन। नेक्स्ट भ्लगमा फेरि भेटौँला। स्टे ट्युन, बाई बाई।